नमस्कार साथीहरू, आज भन्दा लगभग 2300 वर्ष पहिले जन्मिएका आचार्य चाणक्य, जसलाई हामी कौटिल्य वा विष्णुगुप्त पनि भन्छौँ, उनी केवल एक साधारण शिक्षक मात्र थिएनन्। उनी एक महान राजनीतिक कर्मी, अर्थशास्त्री र असाधारण रणनीतिकार थिए। उनले आफ्नो बुद्धि र नीतिको बलमा एउटा साधारण बालक चन्द्रगुप्त मौर्यलाई अखण्ड भारतको सम्राट बनाइदिए। आज हामी चाणक्य नीतिका ती 5वटा सुनौला भनाइहरूको चर्चा गर्नेछौँ, जसलाई यदि तपाईले आफ्नो जीवनमा लागू गर्नुभयो भने तपाईलाई सफल हुनबाट कसैले रोक्न सक्दैन। पहिलो नीति, आफ्नो कमजोरी र योजना लुकाउनुहोस्। आफ्नो योजना र मनका कुरालाई कसैलाई नभन्नुहोस्, किनकि अरूले तपाईको योजना थाहा पाए भने त्यसमा बाधा पुर्याउन सक्छन्। आचार्य चाणक्य भन्छन् कि तपाईका आगामी योजनाहरू के छन् त्यो तबसम्म गोप्य राख्नुहोस् जबसम्म त्यो पूरा हुँदैन। संसारमा धेरै मानिसहरू यस्ता हुन्छन् जो तपाईको अगाडि राम्रो बने पनि भित्रभित्रै तपाईको असफलता चाहिरहेका हुन्छन्। त्यसैले आफ्ना कमजोरी र बलिया पक्षहरू आफ्नै मनमा राख्नुहोस् र आफ्नो कामबाट जवाफ दिनुहोस्। दोस्रो नीति, सङ्गत र मित्रताको छनौट। मूर्ख र दुष्ट मानिससँगको मित्रता भन्दा एक्लोपन धेरै उत्तम हुन्छ। तपाई कस्ता मानिसहरूको बीचमा बस्नुहुन्छ त्यसले तपाईको भविष्य तय गर्छ। चाणक्यका अनुसार सर्पको दाँतमा विष हुन्छ, झिँगाको टाउकोमा विष हुन्छ, तर दुष्ट मानिसको त अङ्गमा विष हुन्छ। त्यसैले जो व्यक्ति सङ्कटको बेला तपाईको साथ छाडेर भाग्छ नि, वा जसको सङ्गतले तपाईलाई सधैँ गलत बाटोतर्फ लैजान्छ नि, त्यस्ता मानिसहरूबाट तत्कालै टाढा हुनु नै बुद्धिमानी हो। तेस्रो नीति, गल्ती र अनुभवबाट सिक्नु। अरूको गल्तीबाट सिक, आफ्नै गल्तीबाट सिक्न थाल्यौ भने तिम्रो आयु कम पर्नेछ। मानिसको जीवन धेरै छोटो छ। यदि हामी आफैले मात्र गल्ती गर्दै ठेस खाँदै सिक्न थाल्यौ भने हाम्रो पुरै जीवन सकिन्छ, तर सिकाइ पुरा हुँदैन। सफल व्यक्तिहरू सधैँ इतिहास र अरूका गल्तीहरूबाट पाठ सिक्छन्, ताकि उनीहरूले त्यो गल्ती फेरि दोहोऱ्याउनु नपरोस्। अरूको सफलताबाट वा अरूको असफलताबाट सिक्नु नै बुद्धिमानी र सफलताको छिटो मार्ग हो। चौथो नीति, वर्तमानमा बाँच्नुहोस्। बितेको समयको लागि पछुतो नगर्नुहोस् र भविष्यको चिन्तामा नडुब्नुहोस्। समझदार मानिसहरू सधैँ वर्तमानमा मात्र ध्यान दिन्छन्। धेरैजसो मानिसहरू हिजो के भयो भनेर रोएर बस्छन् वा भोलि के होला भनेर डराउँछन्। चाणक्य भन्छन्, अतीत अथवा पास्ट मरिसक्यो र भविष्य अथवा फ्युचर कसैले देखेको छैन। तपाईको हातमा केवल आजको दिन अर्थात् वर्तमान मात्र छ। आज तपाईले गर्ने मेहनतले नै तपाईको भोलिको दिन कस्तो हुन्छ भन्ने कुराको फैसला गर्छ। र पाँचौं नीति, ऋण, रोग र शत्रुलाई सानो नसम्झनुहोस्। ऋण, रोग र शत्रुलाई अलिकति पनि बाँकी राख्नु हुँदैन, यिनीहरूलाई पूर्ण रूपमा समाप्त गर्नुपर्छ। चाणक्यका अनुसार यदि तपाईले कसैको ऋण थोरै मात्र बाँकी राख्नुभयो भने शरीरको रोगलाई हल्का रूपमा लिएर उपचार गर्नु भएन वा शत्रुलाई कमजोर ठानेर छोडिदिनु भयो भने यिनीहरू भविष्यमा फेरि बढ्नेछन् र तपाईको विनाशको कारण बन्न सक्छन्। त्यसैले समस्या जतिसुकै सानो किन नहोस्, त्यसलाई बेलैमा जरैदेखि उखेलेर फाल्नुपर्छ। साथीहरू, चाणक्य नीति केवल पढ्नका लागि मात्र होइन, जीवनमा उतार्नका लागि हो। परिस्थिति जस्तो सुकै होस्, यदि तपाईँ संयम, कडा मेहनत र सही रणनीतिका साथ अगाडि बढ्नुभयो भने ब्रह्माण्डको कुनै पनि शक्तिले तपाईलाई हराउन सक्दैन। आजैबाट यी नीतिहरूलाई आफ्नो जीवनको हिस्सा बनाउनुहोस्। तपाईलाई चाणक्यको कुन भनाइ सबैभन्दा बढी मन पर्यो तल कमेन्ट गर्नुहोला। भिडियो मन परेमा लाइक र शेयर गर्न नभुल्नुहोला।
धन्यवाद।